नमस्कार साथीहरु, टुडे न्यूज नेपालको खबरको अर्को श्रृंखलामा तपाईहरुलाई स्वागत छ। तपाईहरुले टुडे न्यूज नेपाल च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर बेल आइकनलाई अन गर्नुहोला ताकि नयाँ अपडेटका साथ हामी तपाईहरुमाझ दैनिक रूपमा उपस्थित हुने गर्दछौं। देश विदेशका विभिन्न सय महत्त्वपूर्ण समाचार अपडेट केही मिनेटमै प्रस्तुत गर्दैछौं। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईको मनमा लागेका प्रतिक्रिया सुन्न नबिर्सनुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण सन्दर्भमा त्यसकारणले समय अवधि भर हामीसँगै रहनुहोला। आज वैशाख 9 गते बुधबार देश र दुनियाँमा आज के हुँदैछन्, साथै सरकारले गृहमन्त्री सुदन गुरुङलाई बर्खास्त गर्यो कि गरेन, यसबारेमा विशेष रिपोर्टिङ आजको समाचारमा। साथै मध्यपश्चिमको द्वन्द्वका कारण नेपालका भान्सासम्म महँगीले हाहाकार, मूल्यवृद्धि बढिसके आम उपभोक्तालाई ठूलो मार, संसद बैठकमा सेल्फी र भिडियो खिच्न नपाइने, फोन चलाउन प्रतिबन्ध, रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न माग गरिएको रेट दर्ता गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार, प्रतिसेवा नियमावली रवि लामिछाने इफेक्ट, बजारमा मूल्यवृद्धि, सुनामी, भान्सादेखि यातायातसम्म चौतर्फी मार, बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आर्थिक कार्यविधि संशोधन, अर्क साम्पाङको 33 बुँदे प्रतिबद्धता पत्र, सैन्य रणनीतिक सम्झौता नगर्ने, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, नेकपा एमालेमा ओलीको ब्रान्ड अन्ततः फ्लप, तस्बिर नराखी प्रकाशित भयो ब्यानर, गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिँदै परम बालनिसालाई स्पष्टीकरण बुझाएर रवि भेट्न बुढा नीलकण्ठ, गृहमन्त्री गुरुङको राजीनामा माग्ने 4 युवा सेवा दरबारबाट पक्राउ, रविको मुद्दा संशोधन निर्णय विरुद्धको रेटमा बिहिबार सुनाइ हुने, तेतुपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने सरकारको निष्कर्ष, प्रतिनिधि सभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्री बालनिसाले जवाब दिने, गृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग बनाउनु पर्ने, नेकपा एमालेको माग, गृहमन्त्रीको विषयलाई लिएर क्याबिनेटको बैठकमा के विषयमा भएको कुराकानी। पहिलो पटक नेपाली कांग्रेसको निवर्तमान कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काको विज्ञप्ति, शिक्षा मन्त्रीको अपरिपक्व निर्णय श्रृङ्खला बाली सरकारलाई पार्दैछ अप्ठ्यारो, रवि लामिछानेको सांसद पद अन्ततः हुने भएर तत्काल निलम्बन, राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ, प्रधानमन्त्री बालनिसाको भनाई, ऋण नतिर्ने सहकारीका सञ्चालक र ऋणीलाई सरकारको अल्टिमेटम, सुदन गुरुङबारे अध्ययन गरिराखेका छौँ, अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन, भोगदेव शाह, नेतृत्व छान्ने दबदबाका बीच नेकपा एमालेको ओलीको बहिर्गम, प्रचण्ड र ओली बीच होला त सम्झौता, दुर्गा प्रसाईको आफ्नो पारा, पूर्व राजा ज्ञानेन्द्र शाहको यस्तो घोषणा। अब हेर्नुहोस् पुरा समाचार। दर्शकहरुबाप आउनुहोस् आजको पहिलो तथा विशेष महत्त्वपूर्ण खबरतर्फ लागू। प्रधानमन्त्री बालनिसाले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधार मार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पारेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोगका पदाधिकारी तथा कर्मचारीसँग भएको छलफलमा प्रधानमन्त्री बालनिसाले योजना निर्माण र नीतिगत अनुष्ठान व्यवस्थित भएमा मात्रै सरकारलाई सेवा प्रवाहमा सजगता मिल्ने बताएका छन्। यी निकायहरूलाई सुधार गर्न सके मात्रै सरकार सञ्चालनमा ठूलो सहयोग पुग्नेछ। नीति अनुसन्धान प्रतिष्ठानका सन्दर्भमा उनले भने विषय विज्ञान र अनुसन्धानकर्ताको महत्त्व कति रहन्छ भन्ने विषय हामीलाई थाहा छ। हामीलाई यस्तो उत्कृष्ट विज्ञता चाहिएको हो जसले जनप्रतिनिधिले भन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सकुन्। सरकारले विज्ञहरूको प्रायोगिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्ने प्रधानमन्त्री बालनले बताएका छन्। बालनिसाले कुनै पनि बहानाबाजी नगरी बिना सङ्कोच नतिजा निकाल्ने गरी काम गर्न दुवै निकायलाई निर्देशन दिएका छन्। कुनै पनि कार्य सम्पादन गर्दा ठोस योजना र सजग कार्यान्वयन आवश्यक हुन्छ। विकासमा विषय विज्ञको भूमिका अतुलनीय हुन्छ। यो तथ्यलाई आत्मसात गरेर अगाडि बढ्नुहोस्। मन्त्रालयहरू बीच समन्वय नभएको भन्ने तर्क स्वीकार्य नहुने भन्दै उनले एउटै सरकार मार्फत त्यस्तो समस्या हुन नहुने स्पष्ट पारेका छन्। साथै बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्न उनले सचेत गराएका छन्। प्रभावकारी अध्ययन र अनुसन्धानबाट मात्रै परिणाम सम्भव छ। पुराना नीति र एनकै भरमा 50 वर्षसम्म काम त चलाउन सकेला, तर सुधार नगरेसम्म देश समृद्ध हुन सक्दैन। सो अवसरमा अर्थमन्त्री डासोडी म्वाग्लीले वर्तमान समयलाई सुधारको स्वर्णिम अवसरका रूपमा लिनुपर्ने र उच्च राजनीतिक प्रतिबद्धता अनुसार काम अगाडि बढ्ने बताएका छन्। उनले विज्ञहरूको ज्ञानलाई सरकारी नीति कार्यान्वयन र बजेटमा रूपान्तरण गर्न निर्देशन दिएका छन्। स्पष्ट लक्ष्य, पर्याप्त बजेट, तोकिएको जिम्मेवारी र
मापन योग्य परिणाम सहितका प्रस्तावहरू सम्बन्धित मन्त्रालय मार्फत ल्याउनु पर्नेमा उनले विशेष जोड दिएका छन्। अर्थमन्त्री डा श्रीम वाग्लेले विद्यमान संस्थागत संरचनाको सुदृढीकरण, अप्रसङ्गिक प्रालिकहरूको खारेजी र आवश्यकता अनुसार नीति विकास गर्ने प्रक्रिया थालनी गरिने समेत जानकारी गराएका छन्। उनले नवप्रवर्तनात्मक कार्यक्रमहरूलाई पाइलट प्रोजेक्टका रूपमा सुरु गरी सफल भएपछि राष्ट्रिय स्तरमा विस्तार गर्ने रणनीतिबारे समेत चर्चा गरे। छलफलका क्रममा आयोगका पदाधिकारीले आफ्नो क्षेत्रको कार्य प्रगति, चुनौती र बजेटको अवस्थाबारे प्रधानमन्त्री समक्ष ब्रिफिङ गरेका थिए। प्रतिष्ठानका कर्मचारीहरूले हालसम्मका अध्ययन अनुसन्धान सरकारी कार्यप्रणालीका लागि निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै थप जनशक्ति र स्रोत साधनको माग गरेका छन्। प्रधानमन्त्रीसँगको यस प्रत्यक्ष संवादले आफूहरूलाई थप ऊर्जा र मेहनतका साथ काम गर्ने प्रेरणा मिलेको उनीहरूको भनाइ छ। त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। प्रतिसभाको नियमावली मस्यौदा समितिले सभामुख डिपी अर्याललाई मङ्गलबार बुझाएको नयाँ नियमावलीमा राष्ट्रिय स्तर पार्टी रासपाका सभापति रुबी लामिछाने इफेक्ट देखिएको छ। अघिल्लो प्रतिनिधि सभा रासपा सभापति रुबी लामिछानेलाई सहकारी अपचलनसँगै सम्पत्ति शुद्धिकरणको मुद्दा लागेपछि तत्कालीन सभामुख देवराज घिमिरेले उनलाई निलम्बन गरेका थिए। अदालतले धरोटीमा रिहा गरेपछि रुबी लामिछानेले आफूलाई संसद बैठकमा सहभागी हुन दिन सभामुख घिमिरेसँग आग्रह गरे। प्रतिनिधि सभा नियमावलीले सांसद थुनामा नरहेको अवस्थामा बैठकमा सहभागी हुन रोक लगाइएको थिएन, तर तत्कालीन सभामुख देवराज घिमिरेले सम्पत्ति शुद्धिकरण ऐनको व्यवस्थामा टेकेर निलम्बन गरिएकाले आफूले उक्त कानून नागेर निर्णय गर्न नसक्ने जवाब दिए। त्यति बेला सांसदहरूका हकमा प्रतिनिधि सभा नियमावलीको व्यवस्था लागू गर्नुपर्ने रासपाको माग थियो। रासपा सांसदहरूले पार्टी सभापति रुबी लामिछानेलाई अनुकूल हुने गरी राखेको त्यही माग यसपटक पनि नयाँ नियमावलीमै घुसाइएको छ। रासपा सांसद गणेश पराजुली नेतृत्वको समितिले सर्वसम्मत रूपमा तयार पारेको नयाँ नियमावलीमा नियम 259 थप गरिएको छ। उक्त नियममा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा समिति र सदस्यका हकमा यो नियमावली संघीय कानूनका रूपमा रही विशेष कानून सरह लागू हुने भनिएको छ। यस आधारमा प्रतिनिधि सभा नियमावलीलाई विशेष अधिकार दिने व्यवस्था गरिएको छ। यहाँ नयाँ नियमावलीले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि भन्ने अंश राखेर हाल लागू भएको सम्पत्ति शुद्धिकरणमाथि यो नियमावली रहने व्यवस्था गरेको छ। त्यस्तै सांसदहरूका हकमा नियमावली संघीय कानूनका रूपमा रही विशेष कानून सरह लागू हुने व्यवस्था गरिएको छ। यसको अर्थ सांसदहरूका हकमा अब साधारण कानून भन्दा नियमावली विशेष कानूनका रूपमा आकर्षित हुनेछ। विशेष कानून भन्नाले साधारण कानून भन्दा विशिष्ट अवस्था हेर्नै बनाइएको छुट्टै कानून भन्ने बुझिन्छ। उदाहरणका लागि मुलुकी फौजदारी अपराध संहिता लागू औषध ओसार पसारमा एउटा सजाय तोकेको हुन सक्छ, तर कुनै पनि व्यक्ति लागू औषध ओसार पसारमा लागेको पाइए उसका हकमा लागू औषध नियन्त्रण ऐन आकर्षित हुन्छ, जुन विशेष कानूनका रूपमा चिनिन्छ। नियमावलीको यो व्यवस्थाले अब रवि लामिछानेलाई सम्पत्ति शुद्धिकरण ऐनमा टेकेर निलम्बन गर्ने बाटो बन्द भएको छ, किनभने प्रतिनिधि सभा नियमावलीले थुनामा रहेको अवस्थामा मात्रै सांसद निलम्बनमा रहने व्यवस्था गरेका कारण रवि लामिछानेलाई यतिखेर राहत मिलेको छ र आहत पनि मिलेको अवस्था छ। प्राप्त समाचार अनुसार रवि लामिछानेको सांसद निलम्बन गरिपाउँ भनेर दिएको रिट सर्वोच्च अदालतले दर्ता नै नगरी खारेज गरिदिएको छ, जसले गर्दा पनि रवि लामिछाने अब सांसद बन्न योग्य नै देखिन्छन्। रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरी काम कारबाही रोक लगाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गर्ने अस्वीकार गरेको हो। अधिवक्ता आयुष बडार सहित सम्पत्ति शुद्धिकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछाने स्वतः निलम्बन हुने भन्दै गएको बुधबार रिट दायर गरेका थिए। त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। पार्टी नेतृत्वबाट नै विदा गर्नुपर्ने मतसहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर बेला नै कम्युनिस्ट स्थापना दिवसको ब्यानर प्रकाशित गरेको छ। महासचिव शङ्कर पोखरेलले सार्वजनिक गरेको ब्यानरमा पुष्पलाल सहित संस्थापक नेताहरूको तस्बिर राखिएको छ। ओलीको तस्बिर नराखिनुमा उनको नेतृत्व फलप भएको बुझिएको छ। पछिल्ला समय महासचिव शङ्कर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल नै ओलीको विकल्पमा नेतृत्व आउनुपर्ने मत राखेका विवरणहरू सार्वजनिक भएका थिए। सो क्रममा केपी शर्मा अस्पतालबाट नै आफूले महासचिव बनाएका पोखरेलले हटाउन खोजेको प्रतिक्रिया दिएको पनि विवरणमा खुलाएका थिए। यसअघि नेकपा एमाले पार्टीका हरेक जसो ब्यानरमा ओलीको तस्बिर राख्ने गरेको थियो। नेताहरूका अनुसार आज मनाइने स्थापना दिवसमा ओली आउने बारे समेत निश्चित छैन। अघिल्लो वर्षहरूमा नेकपा एमाले स्थापना दिवसलाई भव्य रूपमा मनाएको थियो भने यसपालि त एमाले ओलीको फोटो नै नराखी कार्यक्रम आयोजना गर्नाले पनि ठूलो तनाव सिर्जना नेकपा एमाले भित्र छ भन्ने बुझ्न कठिन छैन, जसले गर्दा नेकपा एमाले अध्यक्ष ओली उपस्थित हुने नहुने भन्ने पनि सम्भावना न्यून नै देखिएको छ।
साथै के विषयमा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्ला भेटघाटले वामपन्थी एकताको बहस फेरि सतहमा ल्याइदिएको छ। मानवीय संवेदनादेखि स्वास्थ्य अवस्थाको भेटघाटका घटनालाई राजनीतिक सङ्केतका रूपमा व्याख्या गर्न थालिएको छ। तर एमालेभित्र भने यस्तो सम्भावित एकताले आन्तरिक तरङ्ग सिर्जना गरेको छ। नेताहरूले अहिलेको प्राथमिकता चुनावी समीक्षा र पार्टी पुनर्गठन भएको बताउँदै हतारको एकताको चर्चा असान्दर्भिक ठानिरहेका छन्। विशेष गरी विष्णु पौडेल लगायत नेताहरूले यस्तो बहसले मूल समस्याबाट ध्यान मुड्ने सङ्केत गरेका छन्। अर्कोतर्फ पुष्पकमल दाहाल प्रचण्ड पनि तत्काल एकतामा जाने मुडमा भन्ने देखिँदैनन्। विगतको असफल एकताको अनुभव, कमजोर चुनावी परिणाम र वर्तमान राजनीतिक गणितका कारण पनि उनी सावधानीपूर्वक अगाडि बढ्न चाहिरहेका छन्। तर आवश्यक परे एकताको ढोका बन्द भने नगरेको सङ्केत स्पष्ट छ। वर्तमान सन्दर्भमा वामपन्थी एकताको चर्चा केवल वैचारिक नभई रणनीतिक रूपमा हेरिएको छ। एकातिर केपी शर्मा ओलीमाथिको आन्तरिक दबाव व्यवस्थापन, अर्कोतिर शक्ति सन्तुलन मिलाउँदै नेपाली काङ्ग्रेसलाई पछाडि पार्ने सम्भावना रहेको देखिन्छ। यसरी हेर्दा वामपन्थी एकताको कार्ड अहिले तत्कालीन एकता भन्दा पनि राजनीतिक स्वार्थलाई हेरिएको छ। दर्शक महानुभाव, त्यसगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौ। सुधार मार्फत योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान सुदृढ बनाउँछौं, प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता। मंगलबार मन्त्री परिषद बैठकले के गर्यो निर्णय, यस सम्बन्धी पूरै जानकारी आजको समाचारमा। प्रतिनिधि सभामा हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीले जवाफ दिनुपर्ने रासपाका सभापति रवि लामिछाने विरुद्धको निवेदन दर्ता गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार। गृहमन्त्रीको विषयलाई लिएर क्याबिनेटमा उठ्यो प्रश्न। गृहमन्त्री गुरुङ सभापति लामिछानेलाई भेट्न पुगे बुढा नीलकण्ठ। गृहमन्त्री सुदनको विषयमा रासपा किन मौन, यस सम्बन्धी विशेष जानकारी आजको समाचारमा। प्रतिनिधि सभा नियमावली, प्रधानमन्त्रीले प्रत्येक महिना संसदमा बोल्नुपर्ने नियम यथावत। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिद्वारा सभामुख समक्ष प्रतिवेदन पेश। नयाँ संघीय संसद भवन निर्माण अन्तिम चरणमा 94% सिभिल काम सम्पन्न। गृहमन्त्री सुदन गुरुङ बारे श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईको प्रतिक्रिया, मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो, सरकारले नागरिकलाई धरपकड गर्न नहुनेमा सांसद हर्कराज राईको जोड। श्रम संस्कृति पार्टीको 33 मुद्दे सुझाव, देशलाई विदेशी सैन्य रणनीति र हस्तक्षेपबाट मुक्त राख्नुपर्ने। गृहमन्त्रीको राजीनामा माग्दै एमालेले भन्यो उच्चस्तरीय संयन्त्र गठन गरी अनुसन्धान होस्। गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार भित्रै प्रदर्शन, 4 जना पक्राउ परेका विद्यार्थी नेताहरूलाई निशर्त रिहा गर्न नेपाल विद्यार्थी संघको माग। एमाले नेता सूर्य थापाको कटाक्ष, घण्टीमा भोट दिएकाले क्षमा पूजा गर। पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन माग, विद्युतीय सवारीले पनि भाडा बढाएपछि विभागले दियो कारबाहीको चेतावनी। काङ्ग्रेसले थाल्यो संविधान संशोधनको गृह कार्य। काङ्ग्रेस सभापति गगन थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता। विद्यार्थी संगठन खारेजी निर्णयप्रति काङ्ग्रेस नेता पूर्णबहादुर खड्काको आपत्ति। काङ्ग्रेस नेता नयन सिंह महरको भनाई, काङ्ग्रेस एक भएर अगाडि बढ्नुको विकल्प छैन। कहाँ पुग्यो पूर्व सभापति शेरबहादुर देउबा दम्पति विरुद्ध रेड नोटिस प्रक्रिया। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, कानून निर्माणमा क्यालेन्डर लागू गर्ने प्रस्ताव। भवन निर्माण विभागको स्पष्टीकरण, नयाँ संघीय भवन निर्माणमा ढिलाइको मुख्य दोषी ठेकेदार। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा दिल्लीराज आचार्य, सहकारीको ऋण नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने। रातो मच्छेन्द्रनाथको रथ तान्न सुरु, अझै 3 दिन लुको जोखिम, 5 दिनसम्म गर्मी बढ्ने। व्यवसायी दीपक भट्ट संलग्न शेयर कारोबारमा गम्भीर अनियमितता, ऐन मिच्दै इन्साइडर ट्रेडिङ, अरबौंको उधारो कारोबार। गर्भपतन गराउन नर्सिङ होम र क्लिनिक धाउँदै 29 वर्षीय महिलाको गयो ज्यान। अडियो प्रकरणमा सप्तरीका एसपीमाथि छानबिन गर्न समिति गठन। झुन्डिएको अवस्थामा प्रहरित हुनुवा कक्षबाट उद्धार गरिएका युवकको मृत्यु। सेती नदीमा नुहाउन पसेका युवक बेपत्ता। मोरङमा गोली चलाएर प्रहरीले समात्यो लागु औषध कारोबारी। बफर स्टेटको चर्चाबीच महानायक राजेश हमालको भनाई, स्वतन्त्र राष्ट्रलाई उसको परराष्ट्र नीति अनुसार चिनिनुपर्छ। नारायणी नदीमा बुद्धको मूर्ति र चौताराको पुनः निर्माण। रोल्पाको थवाङमा प्रगतिशील सङ्गीत उत्सव हुने। समस्याग्रस्त सहकारीको ऋण तिर्न 15 दिने सूचना, नतिर्नेको सम्पत्ति लिलाम हुने। अख्तियार घुसाउने सरकारको तयारीले त्रासमा निजी क्षेत्र, पुँजी पलायन हुने चेतावनी। लगानी बोर्ड बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले भने प्रगति त लाजै मर्दो भयो। विभागीय मन्त्रीहरूलाई अर्थमन्त्रीले भने नयाँ आयोजना थप्ने भए पुराना काट्नुस्। अन्तर्राष्ट्रिय खबरमा पाकिस्तानद्वारा अमेरिका इरान बीचको दोस्रो चरणको वार्ताका लागि तयारी सम्पन्न। युद्धविराम विस्तारको बारेमा टर्कीका विदेश मन्त्री हकन फिदान आशावादी। अमेरिकी सेनाले ओमानको खाडीमा इरानी कार्गो जहाज नियन्त्रणमा लियो। भारतको पटका कारखानामा विस्फोट, 21 को मृत्यु। जापानमा दशकौंपछि रक्षा निर्यात नियममा परिवर्तन, हट्यो हतियार बिक्री प्रतिबन्ध। खेल खबरमा साफ महिला च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा। कुशल भुर्तेलको अर्धशतकमा नेपालले बराबरी गर्यो टी20 श्रृङ्खला।
दर्शक महानुभाव त्यसगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। प्रतिनिधि सभा बैठक चलिरहेका बेला अब सांसदहरूले सभा हलभित्रै मोबाइल फोन प्रयोग गर्न फोटो वा भिडियो खिच्न नपाउने भएका छन्। संसदको गरिमा र बैठकको गम्भीरता कायम राख्न भन्दै नयाँ नियमावली मार्फत यस्तो कडाई गर्न लागि हो। मोबाइल फोन बोक्न प्रतिबन्ध हुने छैन, तर खुसुक फोन झिकेर सेल्फी खिच्न वा भिडियो फोटो खिच्न पाइने छैन। युवा सांसदको बाहुल्यता रहेको सदनमा बैठकका दौरान एक गतिविधिमा रोक लगाउन प्रस्ताव गरिएको हो। मंगलबार सभामुख डीपी अर्याल समक्ष पेश गरिएको प्रतिनिधि सभा नियमावली मस्यौदामा सांसदहरूका लागि मोबाइल प्रयोग सम्बन्धी कडा प्रावधान प्रस्ताव ल्याइएको छ। राजसभा सांसद गणेश परालजीको नेतृत्वमा गठित समितिले तयार पारेको उक्त मस्यौदामा संसद बैठक चलिरहँदा पालना गर्नुपर्ने 11 बुँदे नियमहरू समेटिएका छन्। तीमध्ये एउटा मोबाइल फोन सम्बन्धी हो। पछिल्लो समय युवा सांसदहरूको बाहुल्यता रहेको सदनमा बैठकका दौरान सेल्फी खिच्ने, भिडियो बनाउने वा सामाजिक सञ्जालमा व्यस्त हुने प्रवृत्ति देखिएपछि नियमावलीमै यस्तो व्यवस्था गर्न लागि समितिले जनाएको छ। मस्यौदाको नियम 11 को उपनियम ट मा सभा हलभित्र मोबाइल फोन अनिवार्य रूपमा साइलेन्ट मोडमा राख्नुपर्ने उल्लेख छ। मोबाइल साथमा राख्न नपाइने भनिएको छैन, साथमा भएको फोन साइलेन्ट मोडमा राख्न भनिएको छ। जसले गर्दा अब सांसदहरूले भने जुन फोनमा हेरेर दिन बिताएर आउँथे त्यसमा भने सरकारले पूर्ण रूपमा प्रतिबन्ध लगाउने भएको छ। साथै आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। हर्क साम्पाङले 33 बुँदे प्रतिबद्धता सैनिक रणनीति सम्झौता नगर्ने र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्ने भएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले 33 बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै साम्पाङले विदेशी हस्तक्षेपबाट मुक्त, एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिक सम्झौता गर्न नहुने लगायतका विषयमा प्रतिबद्धता जनाएका छन्। साथै असंलग्न परराष्ट्र नीतिलाई कायम र सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त, एमसीसी, एसपीपी, बबर स्टेट जस्ता सन्धि सम्झौता, तालमेल र सैन्य रणनीति अब युद्धसँग प्रत्यक्ष वा परोक्ष जोडिने अवस्था र घोषणा गर्ने कार्य नगर्ने। उनको प्रतिबद्धता पत्रमा भनिए अनुसार सीमा रक्षामा जोड दिने, छिमेकी मुलुकहरूसँग नियमित छलफल, निरीक्षण र निर्माण गरी सीमाको रक्षा गरी सबै मुलुकसँग जोडिएका सीमावर्ती क्षेत्रमा सेवा सुरक्षाको प्रत्याभूति गर्ने, नेपाली सेनालाई सीमामा खटाउने, अवैध तरिकाले भइराखेको निर्माण कार्यहरू रोक्न लगाउने। यस्तै उनले कम्तीमा एक पालिका, एक उद्योग, एक परिवार, एक रोजगारको नीति लागू गर्ने बताएका छन्। त्यस्तै उनले लोकतन्त्रलाई बलियो बनाउन सरकारिता र स्वतन्त्र पत्रकारिता र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्ने समेत बताएका छन्। यतिखेर उनले सरकारलाई पनि यो विषयमा भने ध्यान आकर्षण गराएको बताइरहेको अवस्था छ। साथै आउनुहोस् अब अर्को विशेष खबरतर्फ लागौँ। सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा घोडाकर भट्टको संयुक्त सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको मंगलबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा विक्रम तिमिरे सेनाले जानकारी दिएका छन्। भट्टको संयुक्तमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहेका थिए। साथै प्रतिनिधि सभामा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्री बालेन शाहले प्रश्न उत्तरको जवाब दिनुपर्ने समेत नियम लागू हुने भएको छ। प्रतिनिधि सभा बैठकमा बालेन शाहले बोल्न नचाहेको भन्दै यतिखेर आवाज उठिरहेका बेला अन्ततः महिनाको एकपटक बालेन शाहले प्रतिनिधि सभाको बैठकमा प्रश्नको जवाब दिनुपर्ने कानुनी व्यवस्था लागू गर्न थालिएको छ। जसले गर्दा प्रधानमन्त्री बालेन शाह नबोल्ने बालेन शाह अब प्रतिनिधि सभाको बैठकमा भने लगभग बोल्ने अब निश्चित नै भइसकेको अवस्था छ। साथै प्राप्त समाचार अनुसार प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्न उत्तर हुने भएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले हिजो सभामुख डीपी अर्याललाई बुझाएको मस्यौदामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था गरिएको छ। मस्यौदामा भनिए अनुसार प्रधानमन्त्रीको निजी कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभाले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकले 1 घण्टा निर्धारण गर्नुपर्छ। तर उक्त दिन कुनै कारणवश बैठक बस्न नसकिएमा त्यसपछि बस्ने बैठकको पहिलो 1 घण्टाको समय निर्धारण गर्नुपर्छ। प्रश्नको जवाब प्रधानमन्त्रीले तत्काल सदनमै दिनुपर्ने उल्लेख छ। प्रधानमन्त्री बनेपछि बालेन शाहले अहिलेसम्म सदनमा बोलेका छैनन्। नियमावली बनेपछि अब प्रत्येक महिना सदनमा सांसदहरूले उठाएको प्रश्नको जवाब बालेन शाहले दिनुपर्ने भएको छ।
दर्शकहरू त्यसगरी आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागेको गृहमन्त्री सुदन गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष अनुसन्धानका लागि उनलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गर्दै जेएनजी मुभमेन्ट नेपालले प्रहरी प्रधान कार्यालयमा निवेदन पठाएको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै उक्त औपचारिक अनलाइन मार्फत पठाएको बताएका छन्। निवेदनमा गृहमन्त्री सुदन गुरुङ पदमा बहाल रहँदा आफू विरुद्धको छानबिन प्रक्रियालाई प्रभावित पार्न सक्ने र यो स्वार्थको बाँझिने विषय हुने उल्लेख गरिएको छ। प्रवक्ता शाहले मन्त्रीको ओहदामा रहेर आफ्नै विरुद्धको अनुसन्धान हुन नसक्ने भएकाले यो प्रकृति न्यायको सिद्धान्त र नेपालको प्रचलित कानुन विपरीत भएको बताएको छ। मन्त्री पदमै रहँदा प्रमाणहरू नष्ट हुन सक्ने र न्यायमा अवरोध पुग्न सक्ने देखिएकाले उनलाई तत्काल हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेको छ। जेएनजी मुभमेन्टले मन्त्री सुदन गुरुङमाथि राजनीतिक आधारमा पनि आरोप लगाएको छ। पानी वितरणको नाममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने बहानामा जेएनजी आन्दोलनले हाइज्याक गरेको, आन्दोलनलाई हिंसात्मक बनाएको र व्यक्तिगत धन आर्जन तथा पद प्राप्तिका लागि बिचौलियाहरूसँगको साँठगाँठ गरेको मुभमेन्टको दाबी छ। यस्तो कार्यले 76 जना सहितको बलिदान र आन्दोलनकारीको अपमान भएको निवेदनमा उल्लेख गरिएको छ। मुभमेन्टले गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्न सिफारिस गर्नुपर्ने, उनलाई पक्राउ गरी हिरासतमा राख्नुपर्ने, दबावमूलक र समयबद्ध अनुसन्धान हुनुपर्ने तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मुख्य 4 बुँदे माग राखेको छ। प्रहरी ऐन 2012 र मुलुकी फौजदारी कार्यविधि संहिता 2074 बमोजिम तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रवक्ता विजय शाहले प्रहरी प्रशासनसँग आग्रह गरेका छन्। प्रहरीले भने यसबारेमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन भने रासपाको बैठक र गृहमन्त्रीको विषयलाई मन्त्री परिषदको बैठकले समेत छेडछाड गरेको छैन। किनकि यतिखेर सुदन गुरुङलाई बचाएर जाने गरी बाले शाह पनि अगाडि बढेको देखिन्छ। साथै आउनुहोस् अब अर्को महत्त्वपूर्ण खबरतर्फ लागौँ। पहिले जस्तो संसदको अङ्कगणितमा खेल्न सक्ने शक्ति सन्तुलन नभए पनि नेकपा एमाले र नेकपा सहितको वामपन्थी एकताको प्रतिक्रिया दिनै पर्ने अवस्थामा नेताहरू पुगेका छन्। बाबुको क्रिया बसिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका 2 छोरी रेणु दाहाल र गङ्गा दाहाल गुन्डु पुगेका थिए। अरूले नेतासँगको भेट र समवेदनाको औपचारिकता फरक थियो, तर रेणु र गङ्गाले बेडरुमसम्म पुगेर ओलीप्रति समवेदना प्रकट गरेका थिए। मानवीय प्रकट गर्न पुगेको यही प्रसङ्गपछि एमाले र नेकपा मिल्दैछन् भन्ने आकलन बनेको थियो। उनी ओली पित्तथलीको शरक्रियापछि डिस्चार्ज नहुँदै प्रचण्ड उनलाई भेट्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगे, जसलाई स्वास्थ्य कामनाको रूपमा मात्र हेरिएको छैन, वामपन्थी एकतामा पुग्ने प्रयासको रूपमा समेत लिएको छ। प्रचण्डले केही मिनट मात्रै ओलीसँग भेट गरेका थिए। स्वास्थ्य लाभको कामनाको भेटले नै एमाले भित्र तरङ्ग सिर्जना गरेको एमाले निकट स्रोतले जनाएको छ। लामो समय अस्पतालमा बसेपछि मानवीय रूपमा संयोजक प्रचण्ड ओलीलाई भेट्न गएको बताइएको छ। आइसियूबाट भर्खरै निस्केकाले 5 मिनटभन्दा बढी बस्नु भएन, स्रोतले भनेको थियो। चुनावमा सबै दल कमजोर साबित भएपछि समीक्षा गर्ने सांगठनिक रूपमा सुदृढ हुने क्रममा पनि प्रवेश गरिसकेका छन्। नेकपा स्रोतका अनुसार पहिले मिलेर 50 वर्षसम्म जान्छौँ भनेर गरेको एकता बीचमै टुट्यो, त्यसमा जवाब दिन पनि सकिएको छैन। तर यो कुराले नेकपा एमाले तरङ्गित हुन पुग्यो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य सिनियर नेताले पनि आफूलाई प्रतिक्रिया बाहिर राख्न सकेनन्। डिस्चार्ज भएर फर्किएपछि ओलीले निकट नेताहरूसँगको भेटमा पार्टी एकताको कुरा नभएको बताएको एक नेताले जानकारी दिएका छन्। नेकपाका अध्यक्ष प्रचण्ड र नारायण श्रेष्ठले पनि तत्काल पार्टी एकताको सम्भावना नभएको बताइरहेका बेला भने यता नेकपा एमालेका विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले भनेले ओलीलाई बाइपास गरेर जाने रणनीति अपनाएका छन्, जसले गर्दा पनि अब ओलीको बहिर्गमन नेकपा एमालेबाट निश्चित रूपमा हुने देखिन्छ। किनकि फागुन 21 गतेको निर्वाचनले जुन यी दलहरूलाई पछाड्यो, त्यसले भने केही पाठ सिक्नुपर्ने अवस्थामा पुगेका छन्। अन्ततः उनीहरू बहिर्गमनको बाटोतर्फ पक्का पक्की जाने देखिएको छ। यसले गर्दा पनि नेकपा एमाले अब कसरी ओलीलाई बोक्छ कि बोक्दैन भन्ने यो आम रूपमा उठेको प्रश्न पनि हो। दर्शकहरू त्यसगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। नेपाली कांग्रेस विवादबारे सर्वोच्च अदालतको फैसलापछि पूर्णबहादुर खड्काले पहिलो पटक निवर्तमान कार्यवाहक सभापतिको हैसियतमा प्रेस वक्तव्य जारी गरेका छन्। खड्काद्वारा मंगलबार जारी वक्तव्यमा विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णय विरुद्ध आपत्ति जनाएका छन्। वक्तव्यमा उनले विद्यार्थी संगठनलाई नेपालको गौरवशाली राजनीतिक इतिहासको मेरुदण्ड भनेर टिप्पणी गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियनकै जगमा मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हासिल गरेको र नेपाली जनताले
उच्चतम नागरिक स्वतन्त्रता उपयोग गरेको खड्काको भनाइ छ। निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्थाको अन्धकारमा कालखण्डमा अब राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइएको थियो। खड्काको विज्ञप्तिमा उल्लेख गरिए अनुसार त्यति बेला राजनीतिक विचारका आधारमा सङ्गठित विद्यार्थी सङ्गठनहरूले लोकतन्त्रको मसाललाई प्रज्वलित राख्दै जनतामा चेतना भर्ने र अधीनतावाद विरुद्धको सङ्घोष गर्ने साहसिक अभियानको नेतृत्व गरेको कुरा इतिहास साक्षी भएको पूर्णबहादुर खड्काले बताएका छन्। अहिले बालन शाह नेतृत्वको सरकारबाट लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी सङ्घ सङ्गठन र सहयोगको अस्तित्वमाथि प्रहार गरी खारेज गर्ने निर्णय हुनु सरकारको अधीनतावादी कदमका विरुद्ध बुझ्न बाध्य भएको उनले टिप्पणी गरेका छन्। यतिखेर विद्यार्थी युनियन खारेज गर्ने बालन शाहको निर्णयमा भने काङ्ग्रेस एमालेका नेताहरूले आपत्ति जनाइराखेका छन्, जसले गर्दा उनीहरूको घैटोमा यतिखेर घाम लाग्ने देखिएको छ। त्यसैगरी आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। रवि लामिछानेको सहकारी ठगी मुद्दाको फैसलाको अब बिहिबार सुनि हुने भएको छ। बिहिबार सम्भवतः उनको अन्तिम फैसला आउनेछ, किनकि उनीमाथि सहकारी ठगी, सङ्गठित अपराध लगायतका थुप्रै मुद्दाहरू कायम रहेका छन्। साथीहरू, तपाईहरूलाई टुडे न्युज नेपालको आजको यो प्रस्तुति कस्तो लाग्यो? भिडियो राम्रो लागेको भए भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। हामी टुडे न्युज नेपाल च्यानलमा यस्तै खबरहरू लिएर उपस्थित भइराख्ने नै छौँ। आजलाई बिदा दिनुहोस्। हस्त, धन्यवाद।